हेलो नमस्ते हजुरहरू सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ स्याटरडे हामी गोदावरी जान लागेको। यो चाहिँ रह्यो गोदावरी बोटानिकल गार्डन। आज चाहिँ स्याटरडे धेरैजना आफ्नो फ्यामिलीहरूसँग आउनु भएको थियो। त्यसपछि हामी गयौँ ट्राउट फार्ममा। यता चाहिँ ट्राउट माछा खानलाई गएको थियौँ हामी। अनि यता चाहिँ अहिले चाहिँ घोडा पनि चल्दो रहेछ। घोडा चढेर आउनु पनि मिल्दो रहेछ। यो चाहिँ ठुलो स्पेसमा छ, एकदम रमाइलो पनि छ। यहाँ चाहिँ माछाहरू पनि पालेको रहेछ अरू। अनि यहाँनिर चाहिँ ट्राउट माछा रहेको छ। हजुरहरूले आफै त्यहाँबाट निकालेर आफूलाई कति चाहिन्छ वेट लिएर त्यही खाने हो कि घरमा लिएर जानु पनि मिल्छ। हामीले चाहिँ यसरी निकाल्यौँ। म त सक्दिनँ होला जस्तो लागिरहेको थियो। यस्तो उचालेर हेरेको मैले दुईवटा निकालेँ चाहिँ दुईवटा आयो भनिरहेको थिएँ। त्यसपछि ड्याडीले म पनि निकाल्छु भन्नुभयो। अनि ड्याडीले निकाल्न थाल्नुभयो। ड्याडीले निकालेपछि मम्मी म पनि निकाल्छु भन्नुभएको थियो। अनि त्यसपछि मम्मीले पनि निकाल्नुभयो। मम्मी ड्याडी मैले निकालेँ। यता चाहिँ लोकल कुखुरा नि पाउँछ है। हजुरहरूले चाहिँ खान मन लाग्यो भने त्यहाँ भन्नुपर्छ, उहाँले रेडी गरिदिनुहुन्छ। हामीले चाहिँ त्यहीँनिर माछा बनाउन लगाएका थियौँ। हाम्रो अर्डर रेडी हुने बेलासम्म चाहिँ हामी वरिपरिको भ्यूहरू इन्जोय गरिरहेको थियौँ। अनि यो रेडी भएर आउन चाहिँ धेरै टाइम लाग्दैन रहेछ। उहाँले चाहिँ एकैछिनमा रेडी गरिदिनु भयो। हाम्रो अर्डर पनि आइपुग्यो। त्यसपछि हामी चाहिँ मजाले ट्राउट माछा खाइरहेको थियौँ। सम्झनु म चाहिँ यता थियौँ भने मम्मी ड्याडी चाहिँ उतापट्टि बसेर खाइरहनु भएको थियो। माछा चाहिँ एकदम मिठो थियो। माछा खाइसकेपछि मैले चाहिँ मोमो खान थालेँ। अनि बेलुका भएर मलाई चाहिँ चिसो चिसो भइरहेको थियो। त्यसपछि मम्मी ड्याडीले यता पिङ खेल्न थाल्नुभयो है। मम्मी ड्याडी चाहिँ पुरै बच्चा जस्तो इन्जोय गरेर पिङ खेलिरहनु भयो। मम्मी र सम्रू पनि पिङ खेल्न थालेको रहेछ। अनि पिङ खेलिसकेपछि हामी चाहिँ त्यसपछि घर फर्क्यौँ। बेलुका भएर चिसो चिसो भइसकेको थियो। हामी चाहिँ घर फर्क्यौँ। अनि यता माथिपट्टि चाहिँ तितौरा थियो। हामीले तितौरा लियौँ। अनि मेरो पनि आइसक्यौँ। बाई गाइज, बाई। थ्याङ्क यू सो मच फर वाचिङ।